जटाकटाह सम्भ्रम भ्रमन्निलिम्प निर्झरि विलोलवीचि वल्लरी विराजमान मूर्धनि बालेन्द्र शाहले प्रमाणपत्र बुझ्नु भएको छ। बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हरकर साम्पाङ 35,741 मत ल्याएर निर्वाचित भए। Hello guys, everyone, सम्पूर्णलाई नमस्ते, वेलकम माई न्यू ब्लग। आज चाहिँ न्यू ब्लग हामी सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ भनेर आशा गर्दै आज चाहिँ यो ब्लग सुरु गरेको छु। आज चाहिँ ब्लग के छ भन्दाखेरि नि जस अब चाहिँ बोर्ड सोर्ड त हामीले हालिसक्यौँ होइन, अब रिजल्ट पनि फाइनली आइसकेको छ है साथीहरू। हाम्रो झापा 5 को यो रिजल्ट आइसकेको छ होइन साथीहरू। यो रिजल्ट चाहिँ जस म चाहिँ होइन झापा गएको थिएँ अस्ति चाहिँ, अब किन भन्दाखेरि होइन हतार गएको थिएँ। जस जुन दिन हाम्रो बालन साह विजय हुनुभएको थियो त्यही भएर म झापा उहाँ आउँदै हुनुहुन्छ भनेर चाहिँ म झापा फट्ट निस्केर गएको थिएँ। पुरै मैले सानो क्लिप मात्र लिएर आएको छु, अब कति राति आउनुहुँदैछ भनेर चाहिँ सुनेको थिएँ। अनि त्यही भएर चाहिँ त्यहाँबाट चाहिँ खबर आएको थियो। अनि त्यही भएर चाहिँ अलिक दिउँसोको ब्लगहरू लिनु पाइनँ, सानो छोटो क्लिप लिएको छु। हजुरहरूलाई के कस्तो लाग्छ होइन सबैजनाले हेरिदिनु होला है त हजुर। ल गाइस साथीहरू, फाइनली हाम्रो चाहिँ बालेन्द्र शाहजी चाहिँ होइन यहाँ झापा 5 मा चाहिँ आइपुगिसक्नु भएछ होइन। अब प्रमाणपत्र एकछिनमा यहाँ दिने भनेर भन्नुहुन्छ। सो यहाँ पर्खिरहनु भएको छ, किन भन्दाखेरि अब एकछिन त अब के मिलाउनु पनि पर्ने नि त हो उहाँहरूको होइन। त्यही भएर चाहिँ एकछिन उहाँलाई चाहिँ वेटिङ रुममा राख्नुपर्छ, त्यतिखेर आउँछ। भइसकेछ नि त। अनि जस हामीलाई पनि कस्तो उत्साहित भइसकेको छ क्या साथीहरू है। अब एकछिनमा चाहिँ आउँछ, त्यतिखेरसम्म चाहिँ वेट गर्दैछु। सबैजना जस पुलिसहरू सबैजना त्यहाँ त छेउमा त के गर्नु हो, हामी जानै दिँदैन त हो। यसो नजिकमा गएर यसो फोटोसोटो खिचौँ भनेको, टाढैदेखि भिडियो लिइरहेछु। पुलिस आर्मी सबैजना छ। ल फाइनली प्रमाणपत्र चाहिँ पनि रेडी भइसक्यो। अब उहाँलाई चाहिँ दिँदै हुनुहुन्छ। अब जस खुसी लाग्यो, जस ओभर ह्याप्पी छ। जस हाम्रो नेपाल पनि यसरी नै हाँसेको हेर्न चाहन्छु है, किन भन्दाखेरि उहाँलाई ल फुलसुलले एकदम स्वागत गर्दै हुनुहुन्छ। सबैजना प्रत्यक्ष रूपमा हेर्दै हुन्छ। लाइभिङ है साथीहरू, यो चाहिँ पुरा लाइभिङ हो। जस उहाँको चाहिँ यो धैर्यता सफलतामा एकदम धेरै शुभकामना र आगामी समयमा पनि यसरी नै देश अगाडि परिवर्तन भएको हेर्न चाहन्छौँ हामी सम्पूर्ण नेपालीहरू। जस एकदम अनुशासन हुनुहुन्छ क्या, उहाँलाई भेटेर एकदम धेरै कुरा सिकियो जस है। अब के गर्नु, अलिक टाढैदेखि यसो लिँदैछु होइन, भिडियोहरू अलिक क्लियर पनि आइरहेको छ नि, किनभने यहाँ हो होला धेरै भइरहेछ। ल सेल्फी पनि दिनु हुँदैछ है गाइस, हेर्नु सेल्फी। पहिलोचोटि हेरेको यार सेल्फी दिएको हाम्रो बालेन्द्र शाहजीलाई। अब बस्नुभयो होइन, प्रमाणपत्र पनि लिइसक्नुभयो। अब उहाँ चाहिँ फर्किनु हुने अरे, अब खोइ अब कता जानुहुन्छ होइन। ओभर भिड छ हेर्नु न, आम्मामा ताती लागेको छ, के गर्नु सबजना। आज लाइभिङ देखियो जस साथीहरू है। अब उहाँ चाहिँ अब लाग्नु हुँदैछ, हजुरहरू हेर्नु सक्नुहुन्छ। सम्पूर्ण झापा 5 वासीलाई चाहिँ एकदम हृदयदेखि नै नमन धन्यवाद गर्नु व्यक्त चाहे, किनभने आज जस जनताको जित भइरहेको छ, यो जित परिवर्तनको लागि हो। के कस्तो लाग्यो होइन, जस म चाहिँ ओभर खुसी लाग्यो
झापा पाँचवासीहरूलाई चाहिँ सबैलाई एकदम यसपालिको देश परिवर्तन गर्नुको लागि हजुरहरूले साथ र सपोर्ट दिनुभयो सम्पूर्णलाई एकदम हृदयदेखि नै धन्यवाद। साथै हाम्रो सुनसरीबाट पनि अर्को साम्पाङबाट पनि विजय भइसक्नु भएको छ। एकचोटि उहाँको पनि भिडियो सट्ट हेरिदिनुहोस् न है हजुर। सुनसरी एकबाट श्रम संस्कृति पार्टीका अध्यक्ष हरकर्ष साम्पाङ 35,741 मत ल्याएर निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी गोमा तामाङलाई 8,492 मतान्तरले पराजित गरेका हुन्। उनले 35,741 मत ल्याई विजय हासिल गरेका छन्। तामाङले 27,249 मत ल्याएकी छिन्। यसअघि श्रम संस्कृति पार्टीकै आर्यन राईले खोटाङ एकबाट जित निकालेका छन्। त्यस्तै भोजपुर एकमा पनि प्रारम्भिक गणनामा यही पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन्। हजुरहरू चाहिँ भिडियो हेरिसक्नुभयो अन्तिमसम्म होइन। अब सम्पूर्ण हाम्रो नेपाली जनताहरूलाई चाहिँ यसपालि देश हामीले परिवर्तन गरेको छौँ। हामीले भनेको जस्तै अब यसपालि चाहेको जस्तो जनताले चाहेको जस्तो होस् भन्दै शुभकामना दिनु चाहे हाम्रो बालेन सरलाई अनि खड्का साम्पाङ सरलाई पनि यसरी नै हजुरहरू अगाडि बढ्दै गर्नुहोस्। हामीहरू हजुरको साथ सपोर्ट सधैँ गरिरहनेछौँ है त हजुर। ल आजको चाहिँ इन्डिङ ब्लग यहीँसम्म टुङ्गिने भयो कि कस्तो लाग्यो कृपया कमेन्ट बक्समा सबैजनाले आफ्नो प्रतिक्रिया दिनुहोला होइन। सबैलाई साथ दिनुहोला म भन्न चाहन्छु। नेपाली जनतालाई चाहिँ म यसको मात्र समर्थक म त्यसको त्यस्तो नसोच्नु होला। किन भन्दाखेरि हाम्रै नेपाली नै दाजुभाइहरू नै हो नि त नि, अरू त कोही त होइन नि त नि होइन। त्यही भएर उहाँहरूले जस यो नेतृत्व लिनुभएको छ एकदम उहाँहरूलाई चाहिँ बेस्ट अफ लक है सलाम छ। छिट्टै नै हाम्रो नेपाल हाँसेको हेर्नु चाह्यो भने सक्यो भने हामी एकदम गर्व गर्नेछौँ है त हजुर। अब आजको ब्लग चाहिँ यहीँसम्म टुङ्गिने भयो। ल सम्पूर्णलाई शुभरात्रि। एकदम राति पनि भइसकेको छ है। सबैलाई गुड नाइट। अर्को नेक्स्ट ब्लगमा भेटौँला। अल लभ यु गाइज। Wow.